Hello everyone, welcome back to my YouTube channel. So, अब मेरो एउटा डेलीको झमेला छ त्यो चाहिँ के हो भन्दा चाहिँ जहिले नै टेन्सन हुन्छ लुगा के लाउनु धेरै हुन्छ कि समय त पत्ता भएन त लास्टमा चाहिँ मैले खोलेर फेरि यसलाई केटीहरूको चाहिँ यस्तो हुन्छ हो के लगाऊँ भन्छु हिँड्ने बेलामा ट्याक्कै मिल्दैन सिलाएर जान्छु अब चाहिँ म यसमा खोर्सानी हाल्छु मलाई चाहिँ मेरो साथीहरूले तलै लन्च गर्नु बोलाइराखेको छ हो अन्त उनीहरूले चाहिँ डल्ले खोर्सानी चाहिँ ल्याउनु भनेको छ कति खोर्सानी तिनवटा मिठो छ कि डल्ले यसले चाहिँ तर गानामा लाग्छ नि त्यति डर लाग्छ अब चाहिँ म गएको गाडी रोक्नु बस्छु साइज सानो भएर है साइज मात्रै हो नभए त्यही हो बोट त्यही हो राम्रो छ सुन्तला मिठो छ लानुहोस् के लानु कता गएको चिनेन त मलाई आयो स्पिड कुद्याएको तपाईँलाई देखेर खाना खानु जाँदैछु बजारको अवस्था म चाहिँ अब आइपुग्नु आँटेँ त्यसो भन्छ हो देख्नुभयो के भयो रे ए खै मासु त सेतो रहेछ त बिजी एउटा सुन्तलाको चाहिँ नि मान्छेले यो निकालेर खान्छ यो सुकाएर पाउडर यो चाहिँ खानुपर्छ यो चाहिँ मेन फाइबर यो झन् राम्रो रे साँच्ची भनेको ए ड्युटी एटेन्ड गरेर पनि यो एटिएममा जान्छु पहिला पैसाको खोजीमा धागोको खोजीमा बिचारा यहाँ दाजुहरूको टाउको छैन जस्तो टोपी लाउनु त परेन ओ यता दिदीहरू रहेछ नि फिगर त दामी दामी रहेछ नि बिचरा कोही छैन रहेछ कम्बरदेखि नै छैन सबै किन यस्तो बिचरा अब हामी धागो किन्न जाँदैछौँ यताको यो मोटोहरू झन् धागो किनेर निस्केको अब म चाहिँ उसको पछि यस्तो भइन्छ नि ड्युटी बस्नुपर्छ भइछ कि बाजु घाम अस्ताइन्जल दिनभरि बस्नुपर्छ रात परेर मजा घरमा पस्नुपर्छ अझै अहिले त म यति मात्रै लाउँछु कि अनि गाडीमा बसेपछि झन् डल्लै टाउको सब लिएर चिसो पर्छ नि चिसो छ जाडो छ
जाँदाको ब्लक मिनी ब्लक सानो ब्लक छ है भन्छ अब तपाईँ ओह्रालोबाट जान्छ म पनि तलबाट चाहिँ परबाट चढ्नु पऱ्यो ए मेरो सामान लानुपर्छ तलबाट चढ्नु पऱ्यो अब चाहिँ म गाडी हेर्न जाँदैछु कुन चाहिँ जान्छ दादा ए हो उनीलाई खुल्ले ब्ल्याङ्केट हाल्यो कुच्चो चाहिँ भर्खर घर आइपुगेँ अब चाहिँ लुगा फेर्छु मेरो पुचुले मैले पर्खिरहेको रहेछु कालो बाई बाई सी यू इन द नेक्स्ट भिडियो